राजदरबार हत्याकाण्ड भन्ने बित्तिकै त्यो कालो रातलाई हामी अझै पनि कल्पना गर्न सक्छौँ। किन ती शवहरूलाई पोस्टमार्टम गरिएन र ती शवहरूलाई किन जलाउन मार्फत धेरै नै झ्यालबाजी गरियो। जुन 1, 2001 शुक्रबार करिब 7 बजेको दिन नारायणहिटी राजदरबारभित्रको त्रिभुवन सदनमा शाही परिवार आफ्नो नियमित मासिक पारिवारिक भोजका लागि भेला हुनुभएको थियो। साँझ करिब 8:30 आधिकारिक अनुसन्धान अनुसार युवराज दिपेन्द्रले अत्याधिक मदिरा सेवन गर्नुभएको थियो र उहाँले गाँजा पनि सेवन गरेको उल्लेख गरिएको थियो। परिवारका सदस्यहरू उहाँको अवस्थाप्रति चिन्तित हुनुभएको पनि बताइएको थियो। करिब 8:45 नशाका अवस्थामा युवराज दिपेन्द्र कोठाबाट बाहिरिनु भएको बताइन्छ। करिब 9 बजे उहाँ सैनिक पोसाक जस्तो देखिने कपडा लगाएर विभिन्न हात हतियार सहित पूर्ण रूपमा फर्किनु भएको पनि बताइएको थियो। राति 9:09 दरबारभित्र एकदमै ठुलो गोली चल्यो। सबैभन्दा पहिले राजा वीरेन्द्रमाथि गोली प्रहार भयो। त्यसपछि रानी ऐश्वर्या सहित पारिवारिक अन्य सदस्यहरू पनि मारिए। करिब 9:10 आधिकारिक प्रतिवेदन अनुसार त्यसपछि युवराज दिपेन्द्रले आफैलाई गोली हान्नु भएको भनी पुष्टि गरिएको छ। त्यसपछि के भएको थियो त? 1 देखि 4 जुन 2001 गम्भीर अवस्थामा कोमामा रहे पनि युवराज दिपेन्द्रलाई करिब 3 दिनसम्म कानुनी रूपमा नेपालको राजा घोषणा गरिएको थियो। 4 जुन 2001 दिपेन्द्रको अस्पतालमा निधन भएपछि उहाँका काका ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बन्नुभयो। अनुसन्धानको क्रममा आधिकारिक अनुसन्धानले युवराज दिपेन्द्रले नै राजदरबारभित्र हत्याकाण्ड गराएको र त्यसपछि आफैलाई गोली हानेको निष्कर्ष निकालेको थियो। तर अनुसन्धान केही दिनमै सकिएको थियो। प्रत्यक्षदर्शीहरू निकै कम थिए र धेरै प्रश्नहरू प्रश्न नै रहे। हामी यस भिडियो मार्फत केही जानकारी पाउन सक्छौँ। करिब 8:30 जाँदा श्री 5 महाराजाधिराज मौसुफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल गरेको देखि व्हिस्कीको असरले को देवयानी राणालाई समितिले बुझ्नु खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकोले देवयानी राणासँग श्री 5 युवराजाधिराजको घनिष्ठ सम्बन्ध रहेको तथ्य शाही पार्श्ववर्तीहरू देखाएर श्री 5 युवराजाधिराज सैनिक कम्ब्याट पोसाकमा बिलियार्ड कोठामा प्रवेश गरेपछि कालो रङको बन्दुक 9mm क्यालिबर MP-5K अटोमेटिक सब मेसिन गन राति 9:15 बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा निराजन वीर विक्रम नागरवाला श्रीपाद अधिराज कुमार निराजनको जानकारी प्राप्त भएको देखिन्छ। श्रीपाद महाराजाधिराज वीरेन्द्र विक्रम स्टिल क्यामेराको तस्बिरहरू पनि छ। We have still camera pictures. We have movie camera. Synopsis of the high level committee which are report and www.ntc.np यस कारणले गर्दा विदेशी गुप्तचर संस्था जस्तै र CIA को संलग्नता वा दरबारभित्रकै षड्यन्त्र भएको हुन सक्ने विभिन्न सिद्धान्तहरू सार्वजनिक भएका छन्। नेपालमा शाह थर भएका धेरै नेपालीहरू हुनुहुन्छ। हाल नेपालको प्रधानमन्त्रीज्यू बालेन्द्र शाहको थर पनि शाह नै हो। तर उहाँको पुरानो शाह राजवंशसँग कुनै आधिकारिक सम्बन्ध छैन। बालेनज्यूले अब के देश पहिलेको शाह परिवारले जसरी नै विकास गर्नुहुन्छ त कि नयाँ आधुनिक जेन्जी सोचले विकास गर्नुहुन्छ त्यो त हामीले हेर्न बाँकी नै छ। आजको लागि यति नै। नमस्कार।